हेलो साथी, गुड मर्निङ, वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ हामी पोखरा घान्द्रुक जान लागेको छौँ। रेडी भयौँ, गाडी आएर रेडी भइसकेको छ अरे। अब हामी चाहिँ जाँदैछौँ। बहिनीको आउटफिट यस्तो प्याके भयो। मेरो देखाएको यता गाइस, हामी चाहिँ 3 दिनको लागि पोखरा घान्द्रुक घुम्न जान लागेको छौँ। हाम्रो गाडी चाहिँ त्यहाँ पर छ। अब चाहिँ हामी जाँदैछौँ कुकुरहरू हामीलाई वेलकम गर्न। हेलो गाइस, अब चाहिँ हाम्रो यहाँबाट चाहिँ पोखराको जर्नी स्टार्ट हुन्छ है। लेट्स से हेलो। अब के भन्ने हो। हाम्रो गाडीमा चाहिँ फर्स्ट यहाँ नाम भन्दै गरौँ। यहाँ चाहिँ हाम्रो भाइ हुनुहुन्छ, ड्राइभर भाइ। भाइ कपिल। हेलो। ल हामी चाहिँ अब यहाँबाट चाहिँ घान्द्रुक जानुको लागि रेडी भइसक्यौँ। भिडियोहरू सहित देखाउनेछु। हामी 4 बाटो ठिमीबाट चाहिँ हामी 5 बजी मुभ भएको। यिनीहरू चाहिँ अहिले अब दिदी बहिनीको सुरु भयो झगडा गर्न। ल चियर्स। म चाहिँ तातो पानी मात्र रहेछ। चियर्स। लेट्स ह्याभ ह्याप्पी जर्नी। हाई हाई भन्दै केटाकेटीहरू। यो चाहिँ हामीले कोरियाबाट ल्याएको कफी थियो। कफीले थाहा है, कोरियाबाट ल्याउने मान्छे चाहिँ हो। फेरि बिचको हो है। फेरि यिनीहरू सब आए कि हाई गरेर कतिले मैले ल सक्यो हाम्रो। हामी चाहिँ यहाँनिर फस्यौँ गाइजहरू। ए मान्छेले हो होइन, के भयो? कतिको चिटकाटो देखाइदियो भाइ। 500 रुपियाँ धन्न थोरै रहेछ। ल हामी चाहिँ खाना खानलाई गएको थियौँ। खाना 1 घन्टा जति लाग्ने भएर टाइम चाहिँ हामी यहाँ नजिकैको 12 सिमी रिसोर्टतिर जाँदैछौँ। चाहिँ 12 सिमीको रिसोर्टको बाटोको भ्यू भयो है। यस्तो दामी छ। ल हामी कहाँ जाँदैछौँ? हामी चाहिँ होइन खाना खाना निस्केको थियौँ। अनि खाना रेडी भएको रहेछ। फेरि भिडियो त रेडी भयो नि, भइरहेछ। अनि त्यसपछि खाना रेडी नभएर अहिले हामी चाहिँ समाउने मान्छेले नि भन्दैन मोबाइलमा पुरा हेलो। अहिले हामी चाहिँ 12 सिङ्गेमा आएको छौँ। 12 सिङ्गे चाहिँ यहाँनिर छ। अब हामी चाहिँ जाँदैछौँ। मेरो त औँला यसरी समाउने यसरी हो कि गाइस। यसरी समाउने अनि त्यसपछि यसरी देखाउने अनि यसरी हो। ल खुल्लै छ। म लडेँ भने त्यसलाई निकाल्दै ल हेर। यहाँ चाहिँ समा यस्तो गरे भयो हुन्थ्यो क्या। त्यहाँ गरेर त कसरी मिल्छ र? भयो न छोड्दै। मलाई मनिषले मार्छ नि। पोखरा गएर हेर्नुहोस् गाइस, टिकटक बनाउने नि गाडीको हालत त्यस्तो भएको छ है। हामी चाहिँ खाना खानुकोमा खाँदैछौँ। यहाँ चाहिँ आफै हालेर खानुपर्ने हुन्छ। हामी चाहिँ खानासाना खाएर फेरि जानुको लागि तयारी। कुरिङटार भन्ने ठाउँ हो। यहाँ चाहिँ जामै जाम। कति धेरै गाडी हो यो। दर्शन गर्न आउने। भनिदिनु पर्यो के हो अरे? मनोकामना दर्शन गर्न आउने।
गाइस हामी पोखराको विन्ध्यवासिनी मन्दिर आयौँ। यहाँ बाटो परेको भएर चाहिँ दर्शन गरेर जान लागेको। अब हामी यहाँबाट चाहिँ घान्द्रुक जान्छौँ, तर पहिला चाहिँ हामी यहाँ दर्शन गर्छौँ। हामी चाहिँ मन्दिर दर्शन गरेर हामी घान्द्रुकतर्फ जाँदैछौँ है गाइस। अब चाहिँ फाइनली गाइस हामी घान्द्रुकमा आइपुग्यौँ। यो चाहिँ घान्द्रुकको गाउँ हो है। यस्तो राम्रो छ, राम्रो भ्यूहरू आउँछ यहाँबाट। 5 मै हो रे बाटो चाहिँ यस्तो छ है। हामी चाहिँ घान्द्रुकमा आइसक्यौँ। ब्याग बोकेर आइरहेको छ, तर घरहरू पनि राम्रो राम्रो छ हो। बाटो चाहिँ डेन्जर राम्रो छ। लास्टै राम्रो नि उल्कै यस्तो बाटो कहिले देखाएको छौ तिमीहरूले? कोही त्यहाँ छन्, कोही त्यहाँ छन्, यहाँका बुढाहरू। खोइ त नि, त्यो गाडी राखेर कहाँ आइपुग्यो त? ल यो चाहिँ बजारबाट है हिँडेको हामी। घरहरू चाहिँ यस्तो छ यहाँको। हामी चाहिँ अब होमस्टेतिर जाँदैछौँ। थ्याङ्क यू। मेरो बहिनीले दिएको फुल, घान्द्रुकको चिनोरे फुल। कस्तो राम्रो घर छ क्या। हाम्रो बस्ने घर चाहिँ यही हो है गाइस। हामी फाइनली आइपुग्यौँ। जाऊ गाइसहरू जाऊ। थक्की यस्तो छ है यहाँको बसाइ। यो चाहिँ घान्द्रुक। आज चाहिँ हामी यतै बस्छौँ। यो चाहिँ हाम्रो होटल हो, यहीँ बस्छौँ हामी चाहिँ आज। अनि भोलि चाहिँ हामी घान्द्रुकको घले गाउँ घुम्छौँ। अनि त्यसपछि हामी फेरि पोखरा, ब्याक टु पोखरा हुन्छौँ है। यो चाहिँ हाम्रो घान्द्रुकको डे 1 हो। अब चाहिँ डे 2 पोखरा, डे 3 चाहिँ ब्याक टु होम हुन्छ है गाइज।